हेलो गाइजहरु दर्शन नमस्ते नमस्कार र हामी चाहिँ यसरी यो शुभ विवाहको कार्यमा चाहिँ हामी चाहिँ यहाँ रागा धालिँदैछ गाइजहरु र यहाँनिर चाहिँ रागा तार तुम्बर हुँदैछ के गर्ने हैन अरूको ज्यान मारेर आफ्नो ज्यान भर्ने काम हो के गर्ने यस्तै छ र हामी चाहिँ यसरी भिडियो बनाउँदैछौँ यो चाहिँ गाउँ बीचको टोलमा हो वहाँ यहाँ यो घर नजिक देखिएको दृश्यको चाहिँ कान्छा भाइको चाहिँ बिहे हो र जन्तीहरू गइसकेको छ तर मैले अलिकता अगाडिको भिडियोहरू चाहिँ लिएको छुइनँ बहुत थोरै समय थियो त्यो कारणले गर्दाखेरि थोरै भिडियोहरू बनाउँदै आइरहेको छु र बीचमा मैले चाहिँ भिडियोहरू लिएर आउँछु हेर्न सक्नुहुनेछ हजुरहरूले ल गाइजहरु हाम्रो चाहिँ यस्तै छ हाम्रो चाहिँ यतातिर यस्तै कहानीहरू छ हैन यतातिर चाहिँ हाम्रो चाहिँ यो साइलाखुई साथीहरू साइलाखुई साराइमा भन्छ दाबे पनि यता देखाउँदैछ उता दाबे पनि हुनुहुन्छ यता भतिजा हुनुहुन्छ र यता हाम्रो बाजे हुनुहुन्छ मुल्की र यतातिर हाम्रो चाहिँ यस्तो हुन्छ के अरे भनौँ यो वासिमको के अरे घोइला भन्छौँ हामी चाहिँ होइन तर यो चाहिँ हाम्रो के नि सारेमा घोइला है पास के अरे बुझ्नुहोस् साइना सिउदी चाहिँ है यस्तै हाम्रोतिर चाहिँ र बोहालुङ भनेको चाहिँ माट है साथीहरू अब हतपति अब राईहरूले चाहिँ बुझिहाल्छ बोहालुङ भन्ने बित्तिकै तर हाम्रो चाहिँ अब अलिक अर्कै तरिकाले चाहिँ भनौँ माटोको घोइला यता छ अनि यस्तो छ हाम्रो चाहिँ हैन राई किराँतको समाजमा चाहिँ यस्तै छ हाम्रो गाइजहरु र यसरी अब यता भनौँ फिला छ अब के अरे राँगाको फिला अनि उता पल्लो छेउतिर पनि देख्दै हुनुहुन्छ फिला हो र यसरी हामी चाहिँ यस्तै छ र हामी चाहिँ यतातिर अगाडि बढिरहेको छौँ गाइजहरु र हाम्रो चाहिँ अब भिडियोहरू चाहिँ थोरै बिग कटिङ उता पछाडी वासिङको बोर्डको छ उता हेर ए ल यता हाम्रो काजीले चाहिँ के अरे छ्याङ भन्नु बित्तिकै बुझिहाल्छ वासिम भनेर त बुझ्दैन है अब बेहुली घर बेहुला घर चाहिँ हो बेहुली घर यता के अरे बेहुला घर यता हो र बेहुली घर चाहिँ यो डाँडादेखि पल्लो डाँडा काटेर जानुपर्ने हुन्छ गाइजहरू यस्तै छ हाम्रो र हामी चाहिँ यसरी अगाडि बढिरहेको छौँ र भिडियोहरू चाहिँ अब कन्टेन्ट अब लिएर आएको छु मैले चाहिँ थोरै धेरै समय त अब लाग्यो होला त्यही पनि मैले चाहिँ हल्का कन्टेन्टहरू चाहिँ मैले लिएर आएको छु होइन के गर्ने यस्तै हो म पनि अब के अरे अब राईकै छोरो परियो होइन अलिअलि हल्का फल्का यस्तै हो दिइराखिएको छ गाइजहरू अब जनी त भन्नु पर्दैन जनीको चाहिँ माध्यमलाई चाहिँ जनीलाई चाहिँ अब माटी के अरे गरिसकेको छ गाइजहरू त्यस्तै हो ल गाइजहरू यस्तै छ हाम्रो यतातिरको चाहिँ गाउँहरूको चाहिँ होइन चलन चल्ती यस्तै छ पहाडतिरको चाहिँ चलन चल्ती यतातिर चाहिँ अब भन्दैछ तरकारी र यतातिर अब यस्तै हुँदैछ अब यता फेरि अर्कै लड अब काटिँदैछ गाइजहरू यो चाहिँ अब बन्दै जान्छ यस्तै हुन्छ र चाहिँ यस्तै छ हाम्रोतिर यतातिरको माहौलहरू चाहिँ अहिलेको वास्तविकता भन्दाखेरि पनि माहौलहरू चाहिँ यस्तै छ र यतातिर हजुरहरूले देख्न सक्नुहुनेछ माथिको भिडियोहरू पनि देखाउँछु र हजुरहरू अब यो बिहे घरहरू र यस्तै छ यो बिहे घरहरू यस्तै छ गाउँहरूको होइन गुनासो नमान्नुहोस् हजुरहरूले पनि अब वाचिङ गर्न सक्नुहुनेछ र देख्न सक्नुहुनेछ र यस्तै छ हाम्रो चाहिँ यहाँनिर चाहिँ अब हाम्रो खानकी गर्ने ठाउँ हो यो चाहिँ एरिया धेरै चाहिँ अब भन्न सकिँदैन होइन अब यसो 100जना समितिको चाहिँ अब यहाँनिर वाचिङको अब भिडियोहरू चाहिँ मैले दिएँ अब यहाँ 100जना भयो भने चाहिँ हाम्रो हुन्छ 100जना भन्दा अलिक बढी नै हुन्छ तर किनकि हामी चाहिँ अब यस्तै अब पाहुना पाछा भनौँ कसै पनि अब यस्तै छ हाम्रो गाउँहरूको चाहिँ यतातिर होइन म पनि अलिकति अब अलिक गाह्रो अवस्थामा भइरहेको छु र यतातिर यस्तै छ र यतातिर साइनै सुदी घर हो यो चाहिँ हाम्रो होइन हजुर साइनै सिउदी भन्ने घर चाहिँ अब यस्तै हुन्छ अब हाम्रो चाहिँ अब किनकि एक अर्काबाट अब बाहिरबाट हामी भित्र छिर्नु पाउँदैनौँ यो एरियामा चाहिँ किनकि अब उहाँहरूले चाहिँ अब मान्छे हेरेर मान्छे चिनेर चाहिँ उहाँले चाहिँ
साइनै सिधै गरेर आइदिनुहुन्छ गाइजहरू यस्तै हो हामी चाहिँ यतातिर जाउँ मासु काट्दैछौँ है बिहेको भत्ते भनेको ए म्याकुरी माटोमै झरेर भएन कि रागा खाने कि बङ्गुर खाने हो कि ब्रोइलर खाने हो कि कुखुरा खाने हो कि यस्तो छ हामी त त्यत्रो लाग्दैछौँ साथीहरू तर माया चाहिँ नमान्नु होला कसैले पनि माया चाहिँ गरिदिनु होला यति भन्न चाहेँ मैले चाहिँ तर म चाहिँ यतातिर छु है गाइजहरू एकदम हामीलाई होइन साथीलाई है शान्तितिर छु गाइजहरू स्यान्तेमा बढी भएको छु अब किनकि राई किरात परे अब 9 किरात परेको भए त अर्कै हुन्थ्यो होला तर राई किराततिर परेको भएन कि गाह्रो छ ठिक छ अब माया दिनु होला जेठाले उ गर्ने जेठीले भिडियो बनाउने जे तिमीहरू चाहिँ मिलेकै गर्छौ यतिको मिल्नु पर्यो नि त त्यतिकै जय गन्ती भन्छ त भतिजले अहिले म हेर्दैछु जय गन्ती भनेर अघि आएको भने सुनिरहेको छु तर के गर्नु यस्तै हो म यहाँ माथि सघाएँ पर बत्ती बनाउनु सघाएँ कता हो पर नि ठुलो बत्ती हाल्यौँ न त ल त्यत्रो त दुईटा हालिसक्यो हाल्यो उठ्यो पर हाल्यो लु गएर हेर्नु त चित्त नबुझ्यो ठिकै छ अब के गर्ने यस्तै हो धन्यवाद साथी हाम्रो त यस्तै छ गाइजहरू हाम्रो त यस्तै छ मासु कटिङ छ होइन लागिरहेको छौँ तर माया सपोर्ट चाहिँ गर्नु पर्यो है गाइजहरू यस्तै हो आलु अङ्कल अब आलु आलु के हो किन्नेले कमेन्ट गर्नु होला यो हेर्नु पर्यो यो चाहिँ हेर्नु पर्यो यस्तो चाहिँ हेर्नु पर्यो यहाँ मासु कटिङ छ यो चाहिँ के हो आँखा है यो चाहिँ माउलीले छुटाउँदैछ मेरो माउली हो होइन मेरो माउली हो माउलीले काट्दै हुनुहुन्छ र म यता बिहानदेखिको काटेको बेलुकासम्म भइसक्यो उज्यालो हुन आँटिसक्यो काटेदेखिको तर यहाँ खुकुरी चाहिँ छोडाछेर गाइजहरू यस्तो छ जिन्दगी अब 9 किरात भनेको अब अर्कै भयो हामी 10 किरात चाहिँ यतातिर छौँ है गाइजहरू यस्तोतिर ल भने यति भने म चाहिँ अहिलेको लागि ल थोरै भिडियो ओके बाई गाइजहरू हाम्रो यता चाहिँ जयन्ती पार्टी अरे अब यस्तै छ होइन हामी चाहिँ अब तरकारी यसरी काट्दैछौँ बनाउँदैछ अब भाइ बहिनीहरूले भाइहरूले चाहिँ र हामी यसरी अगाडि बढ्दैछौँ र यस्तै छ अब गाउँघरको बिहे भट्ट र यस्तै छ यतातिरको चाहिँ अवस्था यस्तै छ गाइजहरू र अनि गाह्रो छ समय यस्तै छ अनि यस्तै छ अनि र हामी चाहिँ यसरी अब अगाडि यस्तै बढ्दैछौँ र हामी चाहिँ यस्तै छ अब गाउँघरको भनेको यस्तै छ गाइजहरू र हामी चाहिँ यस्तरी जाँदैछौँ र भोलिको पाठहरू चाहिँ म लिएर आउँछु बिचमा कटिङ गर्दै र यतातिर ल काजी हामी र यस्तो छ रातको समयमा अब नि मैले थोरै भिडियोहरू दिएको छु हजुर र यतातिर पनि देख्न सक्नुहुन्छ यता भाउजू बहिनी हाम्रो यतातिर हुनुहुन्छ र यस्तै छ हाम्रो चाहिँ यस्तै छ गाइजहरू यतातिरको माहौलहरू चाहिँ यस्तै छ हजुर हजुर यो चाहिँ हजुर युट्युबतिर हो हजुर यस्तै छ गाइजहरू हाम्रोतिर चाहिँ माहौलहरू
यता त्यो मामाइलो हुनुहुन्छ यता को हुनुहुन्छ यता दाजुहरू हुनुहुन्छ त्यस्तै छ मच्छहरू त्यस्तै हो र हाम्रो चाहिँ यस्तै छ गाइजहरू यतातिरको माहौलहरू चाहिँ देख्न सक्नेछ यता दाजु उनीहरू हजुर 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 सम्पन्न गरियो भनौँ न हजुर समाप्त गरिँदैछ खुसीको हजुर लहरमा हामी यसो बसिरहनु विश्राम गरिरहेको छौँ हजुर एकछिन विश्राम हजुर र हामी चाहिँ यसरी गाइजहरू यता पिपाहरू हुनुहुन्छ चिसो पानीहरू लिँदै हुनुहुन्छ हजुरहरूले र यतातिर पनि हुनुहुन्छ भाइहरू यतातिर पनि यस्तै छ गाइजहरू यतातिरको माहौलहरू चाहिँ होइन हाम्रो गाउँहरू चाहिँ के भन्नु होइन समय चाहिँ अलिकता मैले बेलुकाको समयमा चाहिँ भिडियोहरू बनाइरहेको छु हजुरहरूले देख्न सक्नुहुनेछ र हामी चाहिँ यसरी अगाडि बढिरहेको छौँ परको घर चाहिँ बिहे घर हो र यस्तो छ कार चाहिँ घर चाहिँ यतातिर बनाइएको छ गाइजहरू र बुढापाकाहरू चाहिँ यता अब गाउँदै हुनुहुन्छ रमाइलो गर्दै हुनुहुन्छ हजुर यस्तै छ यो चाहिँ हाम्रो वासिमको गैला भनिन्छ छ्याङ है गाइजहरू यो चाहिँ यस्तो हुन्छ र यहाँ दाइले पार्दै हुनुहुन्छ त्यही छ र गाह्रो छ हौ गाइजहरू र यहाँ चाहिँ बेहुलाको बाउ हो यतातिर चाहिँ हुनुहुन्छ ल यता हाम्रो अङ्कल पनि आइपुग्नु भएछ ठिक होइन यस्तै छ गाइजहरू यतातिरको माहौलहरू चाहिँ पानी मिठो भालु खोलाको चेलीले भनेको डाँडा बसी मैले बोलाएको डाँडा बसी मैले भाग्यो हे पनि चलाउने बानी बस्यो हाँसेरै बोलाउने बानी भालु खोलाको बोलाउने सुनेन चेलीले कसो हो दादा बसी मैले बोलाएको गाइजहरू अहिले चाहिँ अब के अरे बिदाउनेहरू गर्दैछन् होइन बिदाई कार्यक्रम हुँदैछ भक्केरबाट चाहिँ र भान्से बिदा भन्छ होइन हाम्रो राईहरूको चाहिँ यस्तै छ हाम्रोतिर चाहिँ गाइजहरू र हजुरहरूकोतिर के कस्तो छ र यता चाहिँ बाबै हुनुहुन्छ है दर्शनै बाबै दर्शन हजुर हामी यस्तै छ गाइजहरू र हाम्रोतिरको चाहिँ माहौलहरू चाहिँ यस्तै छ गाइजहरू होइन बिहे कार्यमा चाहिँ यो तरिकाले हामी चाहिँ गर्छौँ भनौँ न यस्तो छ हजुर यतातिर होइन यता हेरौँ गर्ने हात धुने ठाउँ यतातिर र यसरी चाहिँ हामीले अब कार्य सम्पन्न गरिसकिएको छौँ गाइजहरू र अगाडि यस्तै छ यतातिरको माहौलहरू चाहिँ हाम्रो देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब बिदाउँदै हुँदैछ साथीहरू कार्यक्रम
बरु खुट्टामा ढोक्छु नमस्ते गर्छु तपाईँलाई अनेकौँ कुरा गर्छु मेरो इच्छा चाहना के हुन्छ एउटा स्मरण पो हो त सोल्टी यो त स्मरण पो आउँछ त यो पछिको यादहरू आउँछ होइन ए यता त हाम्रो बहिनी छ ए नवीनको नाना हो नवीनको नाना जाउँ न धुन मान्छे गाइजहरू हाम्रो चाहिँ यतातिर यस्तो छ मैले थोरै यहाँ भिडियो के अरे बनाएको थिएँ म्युजिक अलिक बढी आइरहेको थियो त्यो कारणले गर्दाखेरि मैले चाहिँ थोरै एडिटिङ गरेर भोइस रेकर्डिङ गरेको छु यहाँ चाहिँ र यस्तै छ गाइजहरू यतातिरको चाहिँ माहौलहरू चाहिँ अनि हामी चाहिँ यस्तै रमाइलो गरिराखेको छ यो चाहिँ भाइको विवाह हो तरै पनि मैले भिडियो चाहिँ अलिकति ढिलो भयो हाल्नको लागि चाहिँ म चाहिँ यता गर्दै समय मिलेको थिएन आज चाहिँ अब यहाँ भिडियो एडिटिङ गर्दैछु र हाल्दैछु गाइजहरू हेर्न सक्नुहुनेछ र के कस्तो छ हजुरहरूकोतिर भन्नु सक्नुहुनेछ ल गाइजहरू यतातिर चाहिँ तरकारी पकाउँदैछ है गाइजहरू यस्तो छ तरकारी पकाइ हाम्रो चाहिँ यसरी बनाइन्छ यतातिर चाहिँ गाइजहरू यो चाहिँ बनाउँदै थिएँ मैले यतिखेर पकाउँदै थिएँ र यस्तै छ गाउँघरमा चाहिँ हाम्रो अनि देख्न सक्नुहुनेछ हजुरहरूले यस्तै छ गाउँको हल्दीचल्दी चाहिँ र हरेक कुराहरू छ यस्तै हो गाइजहरू अब हाम्रोतिर चाहिँ त्यस्तो अब हरियाली परियाली छैन होइन त्यही पनि मैले चाहिँ यसो रुखपातहरूको चाहिँ देखाएँ भिडियोहरू बसाइ यस्तै छ यतातिर चाहिँ यसरी तरकारीहरू बनिएको छ गाइजहरू बनाइएको छ देख्न सक्नुहुनेछ यस्तै छ गाइजहरू यो पकाउनु बाँकी यो भन्छ सुङखिम भन्छ गाइजहरू यस्तै हो र यो बेहुला घर उताको चाहिँ र यस्तै छ गाइजहरू यतातिर हाम्रो चाहिँ माहौलहरू अहिलेको र यो भिडियोहरू थोरै मैले एडिटिङ गरेर चाहिँ भिडियो पोस्ट गरेको छु गाइजहरू के भने धेरै समय के अरे धेरै भिडियोहरू लङहरू बनाइरहेको छु किनकि यता चाहिँ मेरो काका हुनुहुन्छ गाइजहरू हात पुरी हल्लाइरहनु भएको थियो र यस्तै छ अब के भन्ने होइन यताबाट चाहिँ दिपा निस्किँदै हुनुहुन्छ
हाम्रो चाहिँ दिपा भन्छौँ तर बाउलाई। यता रमाइलो गर्दै हुनुहुन्छ गाइजहरू, डान्स गर्दै हुनुहुन्छ यहाँ आमा समूहहरूको टिमहरू र अनि साथसाथै बाउहरूले पनि साथ दिइरहेको छ पछाडिबाट थोरै डान्सहरू गर्दै हुनुहुन्छ। यस्तै छ गाइजहरू, रमाइलो भन्नु पर्दामा चाहिँ अब हाम्रो चाहिँ गाउँघरको रमाइलो भनेको मलाई थोरै बिहानको भिडियो एडिटिङ गर्नुलाई हाई वाइ लागिरहेछ, त्यही भएर अलिकता बोल्दै थिएँ, बोल्दै भिडियो के अरे हाई वाइ लाग्न थाल्यो। अनि त्यही भएर गाइजहरू यता मासतिर चाहिँ सोल्टी हुनुहुन्छ, भिडियो रेकर्डिङ गर्दै हुनुहुन्छ उहाँले पनि माथिबाट। यस्तै छ र हजुरहरूले देख्न सक्नुहुनेछ यहाँ शुभ विवाह स्वागतम भनेर यहाँ चाहिँ यस्तै छ गाइजहरू। र अब हामी चाहिँ अन्तिम चरण आइसकेका छौँ, अब बिदा पनि लिनुपर्ने हुन्छ र यति भन्दै समस्त परिवार लगायत मेरो वाइटी परिवारबाट चाहिँ म बिदा हुन चाहेँ। ओके बाई अल फ्रेन्ड, हाम्रो चाहिँ यता के अरे समस्त परिवारबाट म चाहिँ छुटिन चाहेँ। ओके बाई।